यो खत्रै रहेछ अप्ठ्यारो यार अझै यसमा केही खर्च गर्ने भने चाहिँ बेस्ट पर्यटन क्षेत्र हुन्छ हिँड नाटक नगर कस्तो कस्तो भिडियो घाँस काटेको मान्छेले फ्रान्स आर्मी रे अझ ए फाइनली हामी कुरकुरे डाँडा आइपुग्यौँ भर्खरै मात्र आइपुगेको थियौँ यहाँ एकदमै रमाइलोको माहौल देखिसकेका छौँ हामी चाहिँ ठ्याक्कै अब माथि डाँडातिर चाहिँ जान लाग्यौँ यसरी चाहिँ भर्खरै हामी चाहिँ 3 जनाको जोडी थियो ए एउटा राजा अर्को राजा हामी चाहिँ उकालो लाग्यौँ है माथि डाँडातिर चाहिँ त्यसरी चाहिँ यहाँ एकछिन रमाइलो भयो त्यहाँपछि हामी माथि डाँडातिर जान लाग्छौँ अहिले एकदमै कुहिरो लागेको छ एकदमै कुहिरो बड्डा यो नभने कुकुर डाँडा रहेछ अन्त कहाँ टोलिएर ए टोलिएर मुभ फाइनली हामी उकालो लागिरहेका छौँ है बस केही छिन्छ यार बाटो यार ए निकालेन ए पानी आउनु सक्छ कुरकुरे डाँडा रे कुरकुरे डाँडा कुकुरे डाँडा कुकुरे गौडा होइन खासमा चाहिँ कुकुरे गौडा रहेछ यसको चाहिँ प्योर नाम हामी चाहिँ अब यसको पर्यटन क्षेत्र भएको देखि फेरि कुरकुरे डाँडा चाहिँ भन्ने गर्दछ आई होप सबैजनाले मेरो भिडियो हेरेर इन्जोय लिन सक्नुहुनेछ भन्ने म पूर्ण आशा गर्छु बिस्तारै बिस्तारै यही नै रहेछ एकदमै कुरकुरे डाँडा भन्ने चाहिँ मलाई टोके छ यार जुका पनि लाग्दो रहेछ जुकाले पनि खाइदियो ए केले टिपेर खाला यार ठ्याक्कै हामी गेटनिर आइपुगेका छौँ है कुरकुरे डाँडाको कस्तो थियो झुसिला छ यार कति राम्रो राम्रो बनिरहेको छ नि यसरी यिनीहरू फेरि हजुर डाँडा एकदमै कठिन रहेछ होइन कठिन डाँडा रहेछ हामी एकदम बहिष्कारदै हो क्या उहाँ चाहिँ एकदमै मेलालाई इन्जोय गर्ने मान्छे देख बगेरै आएका छन् मेला भन्ने चाहिँ कुकुर नाचेको पनि छाड्दैनन् तर यो खत्रै रहेछ अप्ठ्यारो यार अझै यसमा केही खर्च गर्ने भने चाहिँ बेस्ट पर्यटन क्षेत्र हुन्छ हिँड नाटक नगर कस्तो कस्तो भिडियो घाँस काटेको मान्छेले फ्रान्स आर्मी रे अझ ए फ्रान्स आर्मी भने यस्तो गतिले हुन्न तिमी लगभग दिनमा 50 राउन्ड घुम्नुपर्छ यसमा होइन कालदै यसमा के दिनमा 50 राउन्ड हुनुपर्छ कि बिहान र एक बोतल पानी बोक्ने यसरी कठिन छ रहेछ त्यही भएर नै कुरकुरे डाँडा भनेको रहेछ यसलाई हामी कठिन यात्राको साथ माथि हिँडिरहेका छौँ सगरमाथा जानु यस्तै हुनु नि होइन तलबाट चाहिँ हेर्नु थिएँ यस्तो रहेछ एकदमै के भन्छु रे फ्रान्स आर्मी क्यान्सिल ए यार आँट गर न ए जुगा निकाल्यो मेरो एकछिन खाओस् यार रगततिर नि हेरेन कठिन रहेछ लट्टी लाए तिमी नआएको यो त माथि रहेछ त यार म भिडियो बनाएर एकछिन अहिले भेटेपछि मानिन्छु है ए भगवान् ए रामलीला माथि त्यसमा हामीलाई बस्नु लाग्छ खै यार हाम्रो सरकार एस्टिमेट हो नि खर्च गर्ने
माथि ढिकमा है हामी पुग्ने चाहिँ हाम्रो गन्तव्य चाहिँ जिपै चाहिँ वेट गर त